आज मेरो जन्मदिन। मलाई यो सुनौलो संसार देखाएकोमा नेपाली शब्दकोशमा भएको सम्पूर्ण धन्यवादका शब्दहरू मेरो आमालाई अनि मलाई यति प्यारी, ज्ञानी अनि राम्री आमाको काख दिएकोमा भगवानलाई पनि धेरै धेरै धन्यवाद। आमा, मलाई जस्तोसुकै परिस्थितिमा पनि हाँसेर हिँड्न सिकाउनुभयो। आफूले अनेकौँ दुःख कष्ट गरेर मलाई समयसँग परिवर्तन हुन सिकाउनुभयो। आफ्नो पढाइ चिन्न सिकाउनुभयो। अनि हजुरले भोकै बसेर भए पनि मेरो पेट भरिदिनु भयो। आमा, यति इच्छा छ नि मेरो हजुरले खुसी भएको हेर्ने। अनि म गर्भावस्थामा भएदेखि अहिलेसम्म मेरो कारणले जति दुःख कष्ट भए त्यसको 1% भए पनि हजुरलाई खुसी दिन सक्नु, छिट्टै सफल भएर सफल हुनुको हकदार हजुरलाई राख्न सक्नु, सधैँ राम्रो काममा मात्रै फोकस गर्न सक्नु अनि आफ्नो मन आफैले कन्ट्रोल गर्न सकौँ, सबैसँग राम्रो हुन सकौँ, सबैलाई राम्रो व्यवहार गर्न सकौँ अनि आफू खुसी हुन सकौँ, हजुरलाई खुसी बनाउन सकौँ। यही हो। ह्याप्पी बर्थडे टु मी।